गुरु मैले चाहिँ खास गरी यो नेसन स्टेटको कन्सेप्ट यसको नोसन जान्न खोजिरहेको छु। नेपालको कन्टेक्स्टमा विश्व कन्टेक्स्टमा अलिकति फरक धारणाहरू छन्। नेपालमा अभ्यास भएको चाहिँ स्टेट नेसन हो। पहिला राज्य बने। राज्य कसले बन्यो भन्दा स्टेटम्यानसिप भएको मान्छेले राज्य बनायो। त्यो राज्य जसले निर्माण गर्यो अनि उसले पछि नागरिकलाई सुविधा दिने गरी राज्य निर्माण गरेको छ। नागरिकहरूले नै राज्य कस्तो हुनुपर्छ भन्ने अभ्यास गरेर छलफल गरेर अनि उनीहरूको आपसी अनि एउटा कलेक्टिभ भावनाबाट राज्य निर्माण भएको छ। त्यसैले नोसन अफ नेसन स्टेट भनेको राज्य यस्तो हुनुपर्छ जहाँ नागरिकका भावनाहरू जोडिएका हुन्। त्यो नेतृत्व र आम नागरिकका सम्बन्धहरू हार्मोनियस हुन्। नागरिकले राज्य बनाउँछ, नेसनले स्टेट बनाउँछ। त्यो स्टेटमा बसेको मान्छेले नागरिकका लागि चिन्तन गरिरहन्छ। लोकतन्त्रको अर्को पर्यायवाची नाम हो, जहाँ लोकतन्त्र मात्रै भन्दाखेरि खालि हामी भोटिङको प्रसङ्ग मात्रै कुरा बुझेका हुन्छौँ। तर नेसन स्टेट भन्दा अलिकति दार्शनिक नाम हो। स्टेट र नेसनको यस्तो क्लोज रिलेसन हुनु पर्यो। त्यो भनेको राज्य सत्ता सरकार भनेको जनताको हो नि, जनताले निर्माण गर्ने हो नि त। सबै ती प्रतिनिधिहरू जनताले बनाइदिएका हुन् नि। वडा प्रतिनिधिदेखि लिएर राष्ट्रपतिसम्मको जनताको प्रतिनिधि हो। त्यो भनेको त नेसन नै स्टेट हो। अनि त्यो नागरिक नै राज्य हो भने त्यो राज्यले गर्ने काम त नागरिकै भयो नि त। आर्मी, पुलिस, ब्युरोक्रेट्स अथवा इलेक्टेड पर्सन्सहरू जति पनि छन् त्यो मेकानिजम नागरिकले बनाएको र ऊ नागरिकप्रति नै उत्तरदायी हुनुपर्ने हो। अब यसको सम्बन्ध त्यो भनेकै लोकतन्त्रलाई अर्को ढङ्गबाट बुझाउन खोजिएको नागरिक र राज्यसँग कस्तो सम्बन्ध छ त। यो स्टेट नेसनको पोजिसनिङको हिसाबले हेर्दाखेरि गुरु नेपाल दक्षिण एसियामा कहाँ छ? अब यसरी हेर्न सकियो, जहाँ तपाईँ के बुझ्नु पर्यो भनेदेखि त्यहाँदेखि केही डेभलपमेन्टका इन्डिकेटर्सहरूका आधारमा हेर्नुपर्छ। जहाँ नागरिकका लागि योजना बनेका छन्, जहाँ नागरिकको रोजगारी अनि न्याय प्रणाली नागरिक फ्रेन्डली छ भने त्यो ठाउँमा चाहिँ नेसन स्टेट भनेको राज्य र नागरिकको बिचको सम्बन्ध, हार्मोनी, एउटा पिस, जस्टिस, थोरै भए पनि बेनेभोलेन्ट, लिडर चाहिँ मोरल, आइडियल हुने बित्तिकै नागरिकको बारेमा सोध्छ नि त। त्यस्तो देखिन्छ। तर नेपालको कन्टेक्स्टमा अब यही नै दलहरू यही खालको एउटा इक्जाम्पलरी रोल मोडल लिडरसिप जसले आम नागरिकको नेपालको बारेमा सोचिराखेको छ भन्ने जस्तो देखिँदैन। तर केही मुभमेन्ट छ, करिब करिब श्रीलङ्काको, बङ्गलादेशको, पाकिस्तानको हालत पनि हुन त साउथ एसियालाई नै भारतले गाइड गर्छ। जनसङ्ख्याको दृष्टिकोणले हेऱ्यो भने भारत संसारकै ठुलो देशमा पर्छ। समस्याहरू पनि त्यहाँ धेरै छन् र आदर्श खोज्यो भने पनि त्यहाँ धेरै छ। विश्वविद्यालय, आदर्श, नैतिकता, एउटा दार्शनिक नेतृत्व, अलिकति रोल मोडल लिडरसिपहरू निर्माण भएको देखिन्छ। र त्यसलाई नै पछ्याउने भन्ने त होइन, एसियालाई नै अथवा विश्वलाई नै एउटा इक्जाम्पल दिन सक्ने लिडरसिप बनाउन सकिन्छ नि। तर नेपालको कन्टेक्स्टमा त्यस्तो देखिँदैन। अझै पनि हामी जहिलेसम्म लोकतन्त्र एउटा परिष्कृत ढङ्गले र लोकतन्त्रलाई संस्थागत ढङ्गले डेभलप गरिँदैन त्यो बेलासम्म नेसन स्टेट बन्छ, निर्माण हुन्छ भन्ने लाग्दैन। त्यो पनि मानसिकता के हो त भन्दा चाहिँ मानिस चाहिँ आत्मकेन्द्रित अथवा अभावबाट केन्द्रित अनि थोरै निड स्वार्थका लागि आफ्नो पद मर्यादा जिम्मेवारी बिर्सेर मान्छे एउटा गर्न नहुने अनैतिक भ्रष्ट कानुनले समाजले रिकगनाइज नगरेको गर्न हुन्न भनेको काम पनि गर्न किन उद्यत हुन्छ त भन्दाखेरि मान्छे अभावमा हुर्किएको छ, अभावमा बाँचेको छ। त्यही अघि
सन्दर्भ के भनेको थियौँ हामीले, आधुनिकता युगसँगै आफूलाई गतिशील बनाउन उसले सकेको छैन। त्यसैले युग सापेक्ष भएर गतिशील भएर अगाडि बढ्न नसकेको कारणले उसले गलत बाटो अप्नाएर वर्तमान युग सापेक्ष बन्न चाहन्छ। हस्, यहाँको महत्त्वपूर्ण समयको लागि धन्यवाद।